चलाउनुस् ओके सो फेरि पनि तपाईँ सबैलाई स्वागत छ मेरो एमडिजी युट्युब च्यानलमा र फर्स्ट अफ अल तपाईँ सबैजनालाई ह्याप्पी पूजा पूर्णिमा सो आजको बेला तपाईँले देखिसक्नु भयो हो आउँदैछु जुङ भाइ हेलो भाइ जुङ ह्याप्पी पूजा पूर्णिमा बस भाइ नमस्ते है गुड 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 जुङ भाइ हातहरु स्वाइए होला कस्तो हालेको यार चिकुले के हो हेलो बिरु भाइ लो वेलकम वेलकम म तलाई सोच्दै थिएँ यार त्यही त म भिडियोहरु मैले हान्दिदै थिएँ त अपडेट त्यो त मैले हिजोदेखि अपडेट दिएर हिजोदेखि मैले आज मैले सोचेको बिहान होइन आइपुगेन भनेर आउँदैन आज आइपुग्दैन भने ठिकै गरेछ आइपुगेछ बोलाइ न बोलाइ मैले त बिचार भएको छैन अहिले आउँछ जुङ हिँड्न भनेको जुङ्गा त दामी भइरहेछ त अन्त लाग्दै यो पालि ट्राई गरेको जता काटेर होला है अब घुमाउँदैन भाइ टाइम भयो अघि घुमाउनु पर्छ
थाल्यो नि केटाहरू Ana, ए ओ भिडियो मात्रै गरिदिनु भएन न ब्लगमा त आउँदैन नि ओके ओके म डिलिट हाल्ने केही छैन म त एडिट भइहाल्छ आएको आऊ न अहिले म गेस्ट हो अहिले आउँछु को छ टेस्ट गर्ने यो टेस्टर त मै छु यहाँ टेस्टर त मै छु यहाँ छेउमा छ हो सिडी टेस्ट गर्छ सिडी आधा फ्याटफुट भइसक्यो आधा चामल पायो कि ए अझै हो नि अघि आधा कुरकुरे छ ए ओ चिड़ी आएछ ना ओ चिड़ी यता ल सके जाने बाटो हो त्यो चाहिँ यो चाहिँ हाम्रो लास्ट गाडी होइन सके जाने पक्का हो उहिले सन्जनलाई सोध न सन्जनलाई के भन्दैछ हौ उसले यो सर्के जाने भन्दैछ लास्ट गाडी हो किन भन्दै हो यो लास्ट गाडी हो यो लास्ट गाडी हो काठमाडौँबाट ल्याएको नि नेपालबाटै हो ए नेपालबाट है नेपालकै हो यो चाहिँ माथिपट्टि हाल्छ नि यो माथि धेरै वर्ष भयो नि धेरै भन्नु नि है कति भयो अहिले काङ्गी हो कति भयो 10,000 त भयो होला है बेसी पनि भयो नि यो चाहिँ एक्चुअली दैलो हाम्रो यो माथिल्लोपट्टि ताला बनिँदा रुम्दा हुन्छ है नेपालबाट है यहाँ पनि छ हाम्रो अर्को दैलो सो तपाईँले अहिले देख्नुभएको दैलो चाहिँ यहाँनिर लाग्नेवाला छ यहाँनिर लाग्नेवाला छ त्यो दुईवटा दैलो चाहिँ र हाम्रो गुम्बा पनि अन्डर कन्स्ट्रक्सन हुँदैछ अब चाँडै नै राम्रो हुनेवाला छ हाम्रो गुम्बा सो योहरू चाहिँ हाम्रो माथिल्लो तालाको लागि सामानहरू त निकै नै छ अब बनिनु मात्रै बाँकी छ हाम्रो माथिल्लो ताला चाहिँ साङनाक छोलिङ गुम्बा बुझान अलिकति बुझी देखिरहेछ यहाँबाट सबै छ नि यो त ढुङ्गामा खोपेको हो नि है अनि ढुङ्गामा खोपेको नि है यो त स्टार्टिङ त कताबाट छ जन्मेको है जन्मेको त्यति बेला ठुलो भएर त्यो हाँसलाई बचाएको हुँदैन त्यो दाजुले हानेर त्यो त्यहाँदेखिको यो के भन्छ त्यहाँदेखि छोडेर गएको आफ्नो उयोहरू राज्य छोडेर गएको यो बुढा र बुढीलाई अब छोडेर गएको भनेर बेलुका यो त्यहाँदेखि उसले उयो गर्यो होइन थप गर्यो उयो भयो त्यहाँदेखिको देवीले उसलाई खिरहरू चढायो त्यहाँदेखि यो शान्ति भन्छ यस्तो हात्तीलाई चाहिँ हो भयो त्यहाँदेखि अहिंसा यो उसले गयो के भन्छ त्यो त्यहाँदेखि लास्टको यो हो यो शिष्यहरू लास्टमा चाहिँ अब बित्नु भयो
अब यसमै छ नि बुझ्यो भने सबै भगवानहरु चाहिँ यसमै छ यो चाहिँ कर्तव्य र बुद्ध सिंहले लेखेको सभा गर्नु पर्दैछ नि 2003 मा लेखेको जाङे कतिमा 2003 मा हेर्नुस् त चिया कमान यो दैलो र यो सँगै ल्याएको कर्तव्य र बुद्ध सिंहले ल्याएको दैलोरै हो नि है झन् दामी दामी हुन्छ यहाँनिर होइन क्लास गराउ त भन्ने भएको थियो एकपल्ट कुरा भएको थियो यहाँ तामाङ भाषा सिकाउँछ तामाङको क्लास गर्छ भने तर गरेन गराएन नि है तर आउनु गरायो हुन्छ हुन्छ हो नि हामीदेखि भन्दाखेरि सानसानोहरूले त छिटो सिक्छ त अब हामी त हो र पनि अब है कोसिसै हो अब अहिलेको सिक्ने पनि इच्छा गर्छ हो सिकेन राम्रो नि आउने है अहिले है राम्रो अब हाम्रो जिउ पछि त हिँड्छ बुहारीहरू हो हाम्रो पछाडि बुहारीहरू राम्रो बुहारीहरू आएको छ अब हामी त बसेर बस्नु मात्रै हो अब छैन मानेमै हिँड्छौँ हो हाम्रो गुरु चाहिँ पाल्देन भेनी हो पाल्देन भेनीले चाहिँ हामीलाई सिकाएको त नानीहरू कति अब गर्छ कतिले त हामीले सबै पारा हिजो पनि हामी गयौँ होइन अहिले त कतिजनाले सिक्ने कोसिस गर्छ नि हो गर्छ तामाङ नामको मात्रै भइसक्यो अहिले है त्यस्तो लाग्छ नि नामको मात्रै तामाङ जस्तो लाग्छ तपाईँलाई पनि हो नि हौ त्यस्तै भएको छ कहीँ गयो भने बोल्नु तामाङ भाषाहरू सक्दैन बोल्नु सक्दैन सक्दैन मलाई कसले भने जस्तो चारदाम बोल्ने पनि छैन हो हाम्रै तलको हाम्रो केटाहरू तल ठुलो जो छ हो तर यहाँनिर त्यो यस्तो क्लासहरू गराइदियो भने राम्रो हुन्छ नि अब है आउँदो नानीहरूले पनि सिक्छ सिक्ने कोसिसले है सिकाउनै नै पर्छ नानीहरू तामाङ भाषा त सिक्नु जरुरी पनि छ नि त नामको मात्रै तामाङ भइसक्यो नि त अहिले नामको मात्रै त हुँदैन होइन अहिले त्यस्तो लाग्दैन त्यस्तै भइसकेको छ नि अब हामी नामको मात्रै त भइसक्यो कहीँ गएर बोल्नु पनि सक्दैन केही छैन तपाईँहरू आएन भने हामी मात्रै यो गुम्बामा आएर त हुँदैन नि त जान्दैन नि त हामी त जान्छै गुम्बा चाहिँ त उयोकै हो सबै मिलेर गर्नुपर्छ सब मिलेर गर्नु पऱ्यो नि सबै मिलेर गर्नुपर्छ अब यो के अरे मालुम तपाईँको मेन चाहिँ तपाईँहरू भेमीहरू होइन भेमीहरू अब यहाँ सानो भेमीहरूलाई के के सोध्नु भन्नुहोस् मसीको लामाहरूले कारण ल्याउनु पऱ्यो नि सकटावामा अब चाहिँ भेमीहरू है योपालि चाहिँ अब यथाशक्ति मात्रै अब तपाईँले छ होइन सबैले हातमा हात दिएर अब एकदिन ठुलो मिटिङ हुन्छ नि त्यति बेला सबै आइदिनु नि अब हामीले सम्हाल्नु सबै मिलेर चाहिँ हामीले सम्हाल्नुपर्छ है दिउँ लास्ट ट्रिप हो लास्ट ट्रिप दिउँ मजाले दिउँ अहिले तपाईँहरूको बजिसकेको छ 6:13 साबुन पुगेन साबुन लाउँदै ओके सो अहिले चाहिँ मेरो फोनको चाहिँ ब्याट्री लो भएर चाहिँ मैले साथीको फोनबाट गरिरहेको छु सो अलिकति क्वालिटीमा चाहिँ उपर निचे हुन्छ होला है हाम्रो कर्म हुँदैन जो यो गऱ्यो भने एकदम हाम्रो जोजोहरूले एकदम भाइहरूले जोजोहरूले सबसे ठुलो त अब खास त जोजोहरूले गर्नुहुन्थेन अब होइन हौ चानुले सबैभन्दा चानुले गरिरहेछ हौ सबैभन्दा कान्छाले कान्छाले गर्नै पऱ्यो नि यो त एकदम बुद्ध जयन्तीको दिन आजको दिन हो त चाङहरू पनि ल्याउँछ होला अब त्यस्तो हुन्छ नि अब त चाङ लिनुपर्ने यसले त्यस्तो अब चाङ लिनुपर्ने यता हेर भन्नु त देख्छु मलाई हेर यता हेर त ओ भाइ यता हेर्नुहोस् त ओ सालो चाङ ल्याउनु भन्दैछ त अन्त चाङ ल्याउनु भन्दैछ त अन्त हौ कालो खाले देख्छु मोल्नु थालेपछि लिइहाल्यो अब ल्याउँछ यो त पकाएन जो त हो ओ फुस के भन्दैछ हौ ल्याउनु पर्छ काम गर्नु
ल्याउनुपर्छ होइन छिटै ल्याउनु पर्यो है जो ढिलो हुँदैन नभए ढिलो हुन्छ नि ढिलो हुन्छ भोलि आउनु साफसफाइ सबै गर्नुपर्छ नि त भोलि साफसफाइ गरेर